मसँग एउटा कविता छ, तपाईँहरूलाई म सुनाउन चाहन्छु। कविताको शीर्षक गाउँको बाटो। कवि मौन आवाज हुनुहुन्छ। उहाँको कविता म सुनाउन चाहन्छु तपाईँलाई। गाउँको बाटो। अहिले उजाड छ गाउँको बाटो, सपनामा आमा खोज्दै हिँडिरहेको टुहुरो बालक झैँ अहिले अलपत्र छ गाउँको बाटो। अविराम अभावको आँसुले कुल्चेर अहिले हिलाम्मे छ गाउँको बाटो। टेकेर जानेहरूले बिर्सेपछि नआएपछि फर्केर प्रिय पाइलाहरू अहिले उदास छ गाउँको बाटो। बुढो रुखको कापबाट चुहिन्छ कहिलेकाहीँ जुनको उज्यालो, कहिलेकाहीँ आइपुग्छ टाउको माथिको जङ्गलबाट सान्त्वना बोकेर केही रहर बतासहरू। रोगी स्वास्नीको खकारमा देखेपछि रगत, गुज्रदै गएपछि तमसुकको म्याद, परदेश गएका छोराहरूको सम्झनामा चिठी लेखिरहेको पिता झैँ अहिले व्याकुल छ गाउँको बाटो। ससाना बच्चा नदीहरूलाई जसलाई पाठशाला पठाउनु छ, वन झाँक्रीहरूसँग लडेर नानीहरूलाई जिताउनु छ, सभ्यताको नवीन संसारमा प्रवेश गराउनु छ, समयसँग अँध्यारोबाट जोगाउनु छ। युगौँदेखि यसरी नै घिसार्दै घिसार्दै आफ्नो नियति हिँडिरहेको छ गाउँको बाटो। यहीँबाट कति पुगे राजधानीमा नेता हुन, कोही योजना आयोगको अध्यक्ष भए, कोही इन्जिनियर भए, कोही कवि भए, कोही डाक्टर भए, कोही कलाकार भए, कोही पत्रकार भए। तर अहिले पनि किन उस्तै जीर्ण छ गाउँको बाटो। धन्यवाद।